हेलो गाइस, नमस्ते साथीहरूलाई स्वागत छ मेरो ब्लगमा। आज आन्टी र म छौँ होइन साथीहरू। अहिले चाहिँ हामी खाटबारी तल पोखरीसम्म पुगेर आएको होइन आन्टी र म अब घर जाँदैछु साथीहरू। हाटेको झोला हेलो हाई नमस्ते मेरो छोरीको ब्लगमा है, मेरो छोरीको ब्लगमा भ्युज बढाइदिनु होला है त गाइस। लाइक कमेन्ट गरिदिनु होला साथीहरू। लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला है। त्यो चाहिँ मेरो आन्टी, हामी छ्यामा छोरी हो। साथीहरू यो ठ्याक्कै कसले चिन्छ भन्ने पनि मैले रिप्लाई दिइहालेँ आन्टी। अब एकछिनमा भेट्यौँ है त गाइस, बाई। साथीहरू अहिले चाहिँ हामी सुन्तला खाइवरी पनि होइन, सुन्तला टिपेर नि खाइसकेको। त्यो पनि टिप्नु नसकेर बल्ल बल्ल टिपेको छ। बल्ल बल्ल टिपेर खाएर पनि हामी चाहिँ अब घर हिँडेको। घरतिर माथि फुल कस्तो राम्रो फुलिरहेको छ। चल्दैछ हामी चल्दैछ। बाई बाई। आन्टीलाई केही भन्नु छ कि? म केही नभन्ने, म मौन बस्ने। मौन नै हो। गाइस कति राम्रो फुल, वाउ। पिङ्क कलरको भएर झन् कति राम्रो हुन्छ। त्यहीँ हाम्रोमा बस्छ नि, त्यहीँ मुनिबाट बस्ने। मङ्गला देवी मन्दिर कसलाई थाहा छ यो ठाउँ? साथीहरू अब चाहिँ हामी रुम आइसकेको छौँ। हाम्रो घर बाई बाई साथीहरूलाई। अब हाम्रो ब्लग यहीँ सक्दैछ। बाई।